पल शाह र दुर्गेश थापा एउटै गीतमा रहस्य खुल्दै। नमस्कार, तपाईहरू हेरिरहनु भएको छ फ्याक्ट एनआरएन सर्ट। आज हामी ल्याएका छौं नेपाली संगीत क्षेत्रका दुई नामहरू पल शाह र दुर्गेश थापाका बारेमा सनसनीपूर्ण अपडेट। के यी दुई अब एउटै गीतमा देखिँदै छन्? कसको बढी क्रेज छ? सबै रहस्य यही भिडियोमा खुल्दै छ। एकातिर छन् पल शाह, जसको अभिनय र ह्यान्डसमको लुक्सले लाखौंको मन जितेको छ। मायालु, म त ढले ढले जस्ता सुपरहिट गीतका फेज पल शाहलाई नेपालका सबैभन्दा चाहिएका अभिनेताहरू मध्ये एक मानिन्छन्। अर्कातिर छन् दुर्गेश थापा, बिच्चा बिच्चामा ह्याप्पी टियर, दुश्मन हेरेको हेरै जस्ता गीतले संगीत क्षेत्रमा तहल्का मचाउने कलाकार। उनको गीत आउन साथ टिकटकदेखि युट्युबसम्म भाइरल हुने गरेको छ। तर अहिले एउटा ठूलो प्रश्न उठेको छ, के पल शाह र दुर्गेश थापा एउटै गीतमा देखिने छन्? स्रोतका अनुसार केही महिना अघि दुर्गेश थापाले एक अन्तर्वार्तामा भनेका थिए, पल शाह र मेरो एउटा दमदार प्रोजेक्ट आउँदैछ। तर पछिल्लो समय दुवै कलाकार आफ्नो करियरमा व्यस्त देखिएका छन्। के यी दुईका फ्यानहरूलाई एकसाथ देख्ने सपना पूरा हुनेछ कि कुनै व्यक्तिगत कारणले गर्दा यो सहकार्य सम्भव नहुने हो? तपाईलाई के लाग्छ? तपाईहरूको विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्। यो भिडियोलाई मन परेमा लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनभने यहाँ तपाईले नेपाली मनोरञ्जन उद्योगका सबै ताजा अपडेटहरू पाउनु हुनेछ। फेरि भेटौँला अर्को भिडियोमा। जय नेपाल, जय संगीत। धन्यवाद।